मेरो नमस्ते। आज म हाम्रो यहाँ दुर्गा दाई हुनुहुन्छ। म चाहिँ दुर्गा दाईसँग सानो कुराकानी गर्दैछु होइन। के यस्तो भनेर ऊ आफै प्रचार प्रसार गर्छ अनि त्यसलाई हामीले नेता मानिदिनु पर्ने किन? त्यो त्यो केटीलाई यो हाम्रा लेडिजहरूले जगट्याउँदैनन् बाटोमा भेट्दा किन जगट्याउँदैन? किन जगल्ट्याउने दाई? त्यसरी नजगल्ट्याउँदा नि हुँदैन र भने जगल्ट्याउनै पर्ने हो र दाई। सुदन गुरुङहरूलाई किन घिसार्दैनन्? गुरुङहरूलाई चाहिँ के घिसार्न पर्ने हो र? यो त होइन नि त दाई। अब उनीहरूलाई किन घिसार्नु यार? कमजोर भयो अरे भन्दैमा घिसार्न पर्छ त? यस्तो कुरो चाहिँ नगर्नु न दाई। चलो भाइ देखो अब मैं क्या कर। पानी मार्न आयो ऊ आज जेएनजीको लिडर भयो हो कि होइन भन्नुहोस् त? जो पानी बाँड्न आयो जेएनजीको लिडर भयो। अगाडि गर जब सिंहदरबार जस्तो सम्पदामा आगो लाग्यो। विश्वमा यस्ता यस्ता घटना हुन्छन्। सिंहदरबार जस्तो राजदरबार जस्ता ठाउँहरूमा आगो लाग्दैन। त्यसको आफ्नै महत्त्व थियो, त्यसको आफ्नै इज्जत थियो, त्यसको आफ्नै शान थियो। सिंहदरबारमा आज हाय हाय इतना सुकून। ए विश्वमै थियो सिंहदरबार राजदरबारहरू। यस्तो ठाउँमा आगो लाग्यो अनि यस्तो ठाउँमा आगो लाग्दैनन् हो। कुरो त राम्रै हो त दाइ। आगो त्यस्तो ठाउँमा लाउनै हुँदैन नि। सिंहदरबारमा राजदरबारमा आगो लाएर हुन्छ त? तर राजदरबारमा त अहिले नि लागेन होला। आपने लापरवाही का नतीजा है। नेपालका दुईटा चिज हुन् विश्वमा चिनिने, एउटा सिंहदरबार, एउटा सगरमाथा। सगरमाथा जस्तो चिज सिंहदरबारमा आगो लगाइयो। समझ रहे हो? समझ रहे हो आप? समझ रहे हो? सिंहदरबारमा आज नेपालका दुईटा चिज हुन्। दुईटा चिज थियो। के थियो दाइ? एउटा सिंहदरबार, एउटा सगरमाथा। विश्वमा चिनिने एउटा सिंहदरबार, एउटा सगरमाथा। सिंहदरबार, एउटा सगरमाथा। ए त्यति मात्रै हो? सिंहदरबार र सगरमाथा मात्रै हो? अरू चाहिँ थिएन? ए दाइ तपाईँ पनि सेतो पार्टीले के गर्छ दाइ? ले पनि के गर्छ? सेतो पार्टीले अरू विभिन्न मिडियाहरूले, विभिन्न मिडिया, ती परिचालित मिडिया, पश्चिमाहरूका मिडियाले के गर्छ तपाईँलाई थाहा छ? उहाँ हिँड्दाखेरि उहाँले यति मिलिमिटर पिसाब फेर्नुभयो भनेर पनि लेख्छ। ए यति मिलिमिटर पिसाब फेर्नुभयो भनेर लेख्छ? ओ भाई ये क्या है? नेपालको पैसा अहिले चाहिँ कहाँ कहाँ लगानी गरेका छन् भनिदिनु नि दाइ प्लिज दाइ। म एकदम तपाईँलाई एकदम रिक्वेस्ट गर्छु क्या, त्यति भनिदिनु त दाइ। आज नेपालको पैसा कम्बोडियामा लगानी, नेपालको पैसा युरोपमा लगानी, नेपालको पैसा अमेरिकामा लगानी, नेपालको पैसा सिङ्गापुरमा लगानी, नेपालको पैसा दुबईमा लगानी छ। नेपाल खोक्रो बनाएको छ। ए सेयर बजार पनि त्यसैको? त्यो त होइन होला दाइ यार। तपाईँ पनि हँसाउनुहुन्छ यार। सेयर बजार कारोबार गर्ने संस्था त नेपाल सरकारको होइन र? मान्छेको हामी नेपाली त सबै गोठाला पो भएका छौँ। गोठाला। अब तो सच बोल दे भोसड़ी के। मलाई कतिजनाले के भने दुर्गा प्रसादले मूर्ति लगेर दियो। मेरो एउटा कर्तव्य हो, म दुर्गा माताको भक्त हुँ, मैले मूर्ति लगेर दिएँ। दुर्गा प्रसाईले दुर्गाको मूर्ति पनि लगेर दिए हो र? ए वार्तामा जाँदै मूर्ति लगेर दिने? यो त सिधै घुस भएन र दाइ? खत्म। बाय बाय टाटा गुड बाय गया।